यलो महानगरपालिका वडाल्या 16 गोसाले शनिबार सोथे निशुल्क मचा लुएलिसे मिसा लुएया स्वास्थ्य शिविर जुगुदु थुगु शिविर अर्निको समाज लिसे सहकार्य जुगु ख प्रेसर त छैन तबसम्म प्रेसर चाहिँ ठिक छ अहिले त ठिक बच्चा कतिजना भन्नुभयो दुईजना दुवैजना नर्मल डेलिभरी यो भन्दा पहिला कहिले पाठेघर चेक गर्नु भएको छ कति भयो चेक गर्नु 6-7 वर्षै भइसक्यो त्यो बेला कुनै समस्या के त्यही रगत अलि बाक्लो छ भने पाठेघरको केही त पाठेघरको केही भएछ ठाउँ चाहिँ अर्निको समाज आयोजना या हो क्याम्पे चाहिँ त्यो महिला तथा बाल रोग सम्बन्धी क्याम्पे ठाउँहरू आठो महिला त्यो क्याम्पे चाहिँ ठो क्याम्पमा बुढी फाइदा रे छिनक्टिने खन थनमा चाहिँ 9 जना मस्तेमा तर आटक छकन ठो डाक्टर चाहिँ मकेन नि तयारी ल र आछौ चाहिँ छुदुर हात जस्तै जुन ठो क्याम्पमा सबभन्दा फाइदा जिउ चाहिँ त्यो पाठेघरको मुखको क्यान्सर हैन सर्भाइकल क्यान्सर जुन चाहिँ लिपा क्यान्सर जुस चाहिँ छौ सिम्पल प्याक टेस्ट अथवा टेस्ट चाहिँ या मुख ढासन गुब्ले गुब्ले दिन सोयान चाहिँ सिधै गुडी चाहिँ व छुजुइट्याउ जु साठहरू चाहिँ टेस्ट याना चाहिँ जस्तै लिपा जुइ क्यान्सर चाहिँ आएन पत्ता लगे जुइ र अथे जुइ खस चाहिँ अब टाइमै उपचार जो छ पुरै उपचार जिउ ज्या चाहिँ ठो क्याम्पमा चाहिँ थोरै फाइदा जुइ ठेन्छौँ दिदा चाहिँ स्वास्थ्य शिविरले निशुल्क जाँच दिसे वासन सिद्धिकम्प्युको ख महिलाहरूमा सबभन्दा धेरै देखिने भनेको पाठेघरको मुखको क्यान्सर त्यो भनेको तपाईको अब 10 वर्षपछि हुन्छ भने अहिले एउटा जाँच गरेर अहिले नै थाहा हुन्छ त्यही है त र अहिले समयमा हेर्यो समयमा थाहा भयो समयमा उपचार भयो भने त्यो त्यस्तो क्यान्सर हो जुन चाहिँ तपाईको 100% निको हुन्छ हो त्यसैको लागि आएको हो हजुर